नमस्कार। फेरि पनि स्वागत छ तपाईँ हाम्रै च्यानल मनको कथामा। सदा चाहिँ आज पनि हामी नयाँ कथा सङ्ग्रह लिएर आइसकेका छौँ। आशा छ तपाईँहरू यो कथा सङ्ग्रहको पर्खाइमा बसिरहनु भएको थियो र तपाईँहरूलाई यो कथा पक्कै पनि मन पर्नेछ। मन परेको खण्डमा वा तपाईँहरूले सुनिसकेपछि यो कथालाई कस्तो लाग्छ तपाईँहरूले कमेन्ट बक्स मार्फत सन्देश दिन सक्नुहुनेछ र यो कथालाई तपाईँहरूले मनोरञ्जन र काल्पनिक रूपमै लिदिनुहुन्छ भन्ने सोचेको छु। र आजको कथाको विषय छ पहिलो नजर पहिलो अनुभूति। कथा यसरी सुरु हुन्छ। कहिलेकाहीँ जीवनमा यस्ता क्षणहरू आउँछन् जहाँ आँखाले देखेको दृश्य मनले स्वीकार्न नसक्दासम्म हृदय चुपचाप धड्किरहन्छ। त्यो दिन पनि त्यस्तै थियो। न कुनै योजना न कुनै अपेक्षा, तर एउटै नजरले पुरै जीवनको दिशा बदलिदियो। मेरो नाम अभय हो। यो नाम मैले रोजेको होइन, तर मैले बोकेको जीवन यस नाम जस्तै शान्त, मौन र सहनशील रहे। म स्याङ्जाको एउटा सानो गाउँमा जन्मिएँ, जहाँ बिहान कुहिरोले घर ढाक्थ्यो र बेलुका आमाले ढिँडो पकाउँदा घरभरि मकैको गन्ध फैलन्थ्यो। हामी धनी थिएनौँ, तर खाली पनि थिएनौँ। बुबाको सानो जागिर, आमाको अथाह माया र गाउँको निलो आकाश यति भए पुग्थ्यो। मैले प्रेमको बारेमा कहिल्यै सोचेको थिइनँ। हाम्रो गाउँमा प्रेम भनेको चुपचाप हुन्थ्यो। आँखामा देखिन्थ्यो, मुस्कानमा देखिन्थ्यो, तर कहिले पनि शब्दमा देखिन्थेन। त्यसैले म प्रेमको लागि तयार भएको थिएँ जस्तो पनि लाग्दैन थियो। त्यसैले म प्रेमको लागि तयारी छु जस्तो मलाई लागेको थिएन, तर प्रेमले तयारी खोज्दो रहेनछ। बाह्र कक्षा सकिएपछिको कुरा हो। म काठमाडौँ आएँ। पढाइ, भविष्य, जिम्मेवारी सबै काँधमा बोकेर। काठमाडौँ मलाई धेरै ठुलो लाग्यो। गाडीको आवाज, मानिसको भिड र आकाशसम्म ठडिएका घरहरू। म एक सानो कोठामा बस्थेँ। झ्यालबाट आधा आकाश मात्र देखिन्थ्यो। त्यही कोठामा मैले पहिलो पटक एक्लोपन बुझेँ। कलेजको पहिलो दिन म निकै ढिलो पुगेको थिएँ। कक्षा आधा सकिसकेको थियो। ढोका खोल्दा सबैको नजर म माथि आयो। मैले लाजले टाउको झुकाएँ र पछाडिको खाली बेन्च खोजेँ। त्यही बेला मैले उनलाई देखेको थिएँ। त्यही बेला मेरो आँखा त्यहीँ पुगेको थियो। उनी अगाडि थिइन्। सेतो कुर्ता सुरुवाल, हल्का निलो दुपट्टा र कपाल पछाडि बाँधिएको थियो। उनी सुन्दर थिइनन् भन्न मिल्दैन, तर उनी फरक थिइन्। बिल्कुलै अलग थिइन्। उनको अनुहारमा अहङ्कार थिएन, देखावटी हाँसो थिएन। उनी शून्य मान्छे जस्तो देखिन्थिन्। त्यो क्षण मैले महसुस गरेँ, जुन सामान्य नजर थिएन। मैले जीवनमा धेरै केटी देखेको थिएँ, तर पहिलो पटक कसैलाई रोमाञ्चक आँखाले हेरिरहेको थिएँ। यही दिनसम्म म उनलाई टाढैबाट हेरिरहेँ। एक दिनको कुरो, उपस्थिति लिँदै गर्दा प्रोफेसरले उसको नाम पढ्नुभयो। सृष्टि थापा। नाम सामान्य थियो, तर मेरो लागि त्यो नामले मनभित्र घर बनायो। पुस्तकालयमा एक दिन उनी मेरो अगाडि बसेकी थिइन्। मैले पनि साहस गरेर सोधेँ,
यो सब्जेक्टको नोट छ। उनी हल्का मुस्कुराइन् र भनिन्, छ, म फोटो खिचेर पठाइदिन्छु नि। त्यही समयमा हाम्रो फेसबुक आइडी साटासाट भएको थियो। त्यो मुस्कान, त्यो जीवनका धेरै मुस्कान देखेको थियो, तर त्यो मुस्कान मनमै बसेर हाँसिरह्यो, मलाई गिच्याइरह्यो। हामी बिस्तारै नोट साटासाट क्रममा कुरा गर्न थाल्यौँ, बोल्न थाल्यौँ। पहिले पढाइ, पछि सहर, पछि सपना। उनी भन्थिन्, म सानो कुरामा धेरै सोच्ने मान्छे हुँ। म पनि भन्थेँ, म धेरै कुरा नबोल्ने मान्छे पर्छु। उनी हाँस्थिन्, त्यसैले त तपाईँ सुरक्षित लाग्नुहुन्छ पनि भन्थिन्। त्यो शब्द मेरो लागि धेरै ठुलो थियो। म उनलाई प्रेम गर्थेँ। यो कुरा अब म आफैसँग झुट बोल्न सक्दैनथेँ, तर भन्न सक्दैनथेँ, डर लाग्थ्यो। यदि उनले नबुझ्ने हो कि, यदि सबै कुरा बिग्रिने हो कि, यदि उसले मलाई गलत सोच्ने हो कि, आदि इत्यादि कुराले म झस्किरहन्थेँ। त्यसैले मैले प्रेम आँखामै राखिराखेँ, शब्दमा होइन। एक साँझको कुरा हो, कलेज सकेर हामी सँगै पैदल यात्रामा फर्कँदै थियौँ। चिसो हावा चलेको थियो, सडकका बत्ती बल्दै थिए। उनी अचानक रोकिन् र भनिन्, अभय, तपाईँ मलाई केही भन्न चाहनुहुन्छ जस्तो लाग्छ। त्यही बेला मेरो मुटु छाती फोरेर बाहिर निस्केला जस्तो भएको थियो। मैले बल गरेर भने, म तपाईलाई साथीभन्दा पनि बढी महसुस गर्छु जस्तो लाग्छ। त्यति भनेपछि उनी केही समय चुप रहिन्, तर प्रत्युत्तरमा भनिन्, म पनि तपाईलाई साथीभन्दा माथि सोच्छु जस्तो लाग्छ। त्यो शब्द जीवनमा सबैभन्दा मिठो सङ्गीत बनेको शब्द थियो मेरो लागि। त्यो दिन मैले पहिलो पटक आफूलाई पूर्ण महसुस गरेको थिएँ। सृष्टिले म पनि भनेको त्यस पल पछि मेरो जीवन दुई भागमा बाँडियो। त्यसअघिको अभय र त्यसपछिको अभय। त्यसपछिको कलेज जानुको फरक भयो, सहर फरक लाग्न थाल्यो, मेरो नाम, मेरो सानो कोठा। अब म एक्लो रहेँ जस्तो मलाई भएन। जहाँ म एक्लो रहिन, सबै कुरा बाँडियो। अब त्यही एक्लो कोठामा, अब त्यही सहर, अब त्यही ठाउँमा सृष्टिको हाँसो थियो, उसको आवाज थियो, उसको यादले भरिएको मौनता थियो। हामी खुलेर प्रेमी भयौँ भने र हाम्रो आँखाले सबै कुरा स्वीकारिसकेको थियो, जुन ढाँट्न मिल्दैन। हामी ठुला कुरा गर्दैनथ्यौँ, तर साना पलहरूले हामी ठुलो बनाउँथ्यौँ। कलेजको क्यान्टिन, पैदल यात्रीको बाटो, एउटै चिया बाँडेर खाएका तिपल, पुस्तकालयका किताब, पुस्तकालयमा वरिपरि बसिएका तिपल, उनको अनुहार हेरेर बस्नु, यी सबै मेरा लागि दिनचर्या बनिसकेका थिए। साँझपख पशुपति जाने सडक बाटोमा साथसाथै हिँड्नु पनि हाम्रो दैनिकी जस्तो भइसकेको थियो। सृष्टि भन्थिन्, मलाई गाढा प्रेमसँग डर लाग्छ, तर शान्त प्रेम पनि मनपर्छ। मैले त्यति बेला बुझेँ, म उनको शान्त प्रेमी हुन चाहन्थेँ। एक दिन हामी त्रिभुवन पार्क बसेका थियौँ। घाम मधुरो थियो, हावा बिस्तारै चलिरहेको थियो। सृष्टिले सोधिन्, औ भाइ, तपाईको सपना के हो?
मैले पनि भने, आमा बुवालाई दुःख नदिने र तिमीलाई छोडेर कहिले नजाने। उनी केही छिन चुप रहिन्, भनिन्, मेरो सपना अलि जटिल छ। म पढ्न चाहन्छु, आफ्नो खुट्टामा उभिन चाहन्छु, तर मेरो परिवार। उनको आवाज रोकियो। त्यही दिन मैले पहिलो पटक उनको आँखामा डर देखेँ। सृष्टिको परिवार काठमाडौँका पुरानो सामाजिक रूपमा बलियो परिवार थियो। उनको बुवा कठोर थिए, संरचना, प्रतिष्ठा र नियममा बाँचेका। उनकी आमा माया गर्थिन् उनलाई, तर निर्णय गर्न सक्दैनथिन्। सृष्टिले एक दिन भनिन्, मेरो बुवाले मलाई पहिले नै कसैसँग जोडिदिइसक्नु भएको छ। यो वाक्यले मेरो मुटुमा पहिलो चोट दियो। मैले हाँस्ने प्रयास गरेँ, त्यो त भविष्यको कुरा होला भनेर सोचेँ पनि, तर मेरो मनले सत्य बुझिसकेको थियो। हामी झन्झन प्रगाढ प्रेममा परिसकेका थियौँ, जुन प्रेमसँग त्यत्तिकै डर पनि पलायो। कहिलेकाहीँ सृष्टि एकाएक चुप हुन्थिन्। म सोध्थेँ, के भयो? उनी भन्थिन्, केही होइन। तर केही होइन, सबैभन्दा ठुलो केही भइसकेको थियो। सबैभन्दा ठुलो केही नै त्यही थियो। म उनलाई ढाडस दिन्थेँ, हामी लडौँला, हामी अगाडि बढौँला। तर म आफैलाई डराउँथेँ, म के लड्न सक्दिनँ। न जागिर स्थायी, न परिवार बलियो, न समाजमा हैसियत। पहिलो पटक हामी सानो कुरामा झगडियौँ। कारण सानै थियो, तर पीडा ठुलो। मैले भने, यदि तिमीलाई यति डर छ भने किन मलाई यति नजिक ल्यायो? उनको आँखाबाट आँसु बग्यो। उनले भनिन्, किनकि म पनि भाग्न चाहन्थेँ, तर सकिनँ। त्यो दिन मैले बुझेँ, प्रेम कहिलेकाहीँ दुःख दिएर आफ्नो गहिराई देखाउँछ, जुन गहिराईको मापन नै हुँदैन। दिनहरू बित्दै गए। हाम्रो प्रेम बदलिरहने मौसम जस्तै भयो। कहिले उज्यालो त कहिले बादल मडारिए जस्तो। तर हामी दुवैजना छुट्न तयारी थिएनौँ। हामी विश्वास गर्थ्यौँ, सायद समयले कुनै बाटो खोल्नेछ। तर समय हामीसँग नियमित रूपमा कठोर बन्दै गइरहेको थियो, जुन हामी दुवैलाई थाहा पनि थियो। एक साँझको कुरो, सृष्टि अचानक मेरो कोठामा आए। मेरो डेरामा पुगिन्। उनको अनुहार पहिले जस्तो थिएन। उनी बसिन्, मेरो हात समातिन्। एकछिन टोलाइन्, केही भन्न खोजे जस्तो गरिन् र भनिन्, अब है, बुबाले मेरो लागि विवाह तय गर्नुभएको छ। एकैछिनमा मेरो कान एकाएक बन्द भए जस्तो लाग्यो। मैले केही भन्न सकिनँ। उनी रोइरहेकी थिइन्। म ढुङ्गा जस्तो बनेको थिएँ। म पखालिएको थिएँ, एकाएक टोलाइरहेको थिएँ। बस ढुङ्गा जस्तै टोलाइरहेको थिएँ। त्यो रात सृष्टि मेरो कोठामा नै बसिन्। हामी एउटै छानो मुनि थियौँ, तर एकदम टाढा। उनी रोइरहेकी थिइन्। म उनको टाउको समाएर बसिरहेको थिएँ।
न कुनै बाचा न कुनै योजना, केवल मौनता र आँसु खसिरहेका थिए। केही दिनपछि मैले फेरि प्रयास गरेर उसलाई सोधेँ, के हामी भाग्न सक्छौँ? उनी झस्किन्, भनिन्, म भाग्न चाहन्न, म जिम्मेवारीबाट भाग्न सक्दिनँ अब है। त्यस क्षण मैले बुझेँ, मैले उनलाई प्रेमले जितेको थिएँ, तर परिबन्धले हराइसकेको थियो। हामी भेट्न त भेट्थ्यौँ, तर पहिले जस्तो थिएन। हामी बोल्न त बोल्थ्यौँ, तर शब्द थकित थिए। हामी हाँस्थ्यौँ, तर आँखाले झुटो बोल्दैनथे। म बुझ्थेँ, अन्त्य नजिकिँदैछ, गहिरिँदैछ, तर मन अझै आशामा अडिएको थियो। सृष्टि क्रमशः मेरो जीवनबाट शब्द हराउँदै थियो। सहर सुनसान लाग्दै थियो, कोठा चकमन्न लाग्थ्यो, मन सन्नाटा भरिएको थियो। पहिले अनि आज भेटौँ भन्थिन्, पछि आज अलि गाह्रो छ भन्न थालिन्। म बुझ्थेँ, निर्णय उनको मनमा लगभग भइसकेको छ। तर निर्णय गर्नु र निर्णय स्वीकार गर्नु एकै हुँदो रहेनछ। एक साँझ उनी फोनमा भनिन्, अब है म तिमीलाई भेट्न चाहन्छु। उनको आवाज असामान्य रूपमा शान्त थियो। म धेरै डराएँ। म डगमगाएँ। हामी त्यसकै भोलिपल्ट पाटन दरबार स्क्वायरमा भेट्यौँ। साँझ भर्खर घाम अस्ताउँदै थिए। पुराना मन्दिरका छायाहरू लामा हुँदै गइरहेका थिए। सृष्टि सेतो सारीमा थिइन्, पहिले जस्तो सुन्दर, तर आँखामा असाध्यै गहिरो थकान। उनी थाकेकी थिइन्। हामी केही बेर चुपचाप हिँड्यौँ, बराल्यौँ, डुल्यौँ। उनी रोकिन्, मेरो अगाडि उभिइन्, भनिन्, अब है म थाकेँ। मैले बुझेँ, यो हिँडाइको थकान थिएन, 2 दिनको थकान थिएन, यो त मनको थकान थियो। उनले त्यसै वखत प्रत्युत्तरमा भनिन्, म अब तिमीलाई सम्हालेर राख्न सक्दिनँ। मेरो छाती अचानक भारी भयो। मैले हिम्मत गरेर सोधेँ, यसको अर्थ के हो, सृष्टि? उनको आँखाबाट आँसु बग्यो। नरोकिने आँसु बग्यो। भनिन्, मेरो विवाह अर्को महिना छ भए। त्यो पल मेरो जीवनको सबैभन्दा लामो क्षण बन्यो। म उभिरहेँ, हल्लिन सकिनँ। पाटन दरबार स्क्वायरमा रहेको कुनै मूर्तिभन्दा कम भएको थिएन। मैले केही भन्न खोजेँ, तर शब्द घाँटीमै अड्किए। म सोध्न चाहन्थेँ, हामीले बिताएका ती सबै पलहरू के थिए? तर म जान्दथेँ प्रश्नहरूले उत्तर बोल्दैनन्। सृष्टि भनिन्, म लड्न चाहन्थेँ, तर म एक्लै भएँ। म मूर्तिले टाउको हल्लाएँ।
सायद म रोएँ भने उनलाई अझ गाह्रो हुन्थ्यो, त्यो पनि सोचे। हामी धेरै बेर चुप बस्यौँ। अन्त्यमा उनी अगाडि बढिन्, मलाई अँगालो हालिन्। त्यो अँगालो प्रेमको थिएन। त्यो अँगालो प्रेमको थिएन, थियो त बिदाईको अँगालो। उनको कानमा मेरो आँसु खस्यो। उनी डगमगाइन्, माफ मागिन्। मैले केही भनिनँ, मैले केही भन्न सकिनँ, किनकि प्रेममा माफीले दुःख कम गर्दैन। उनी फर्किन्, भिडभित्र हराइन्। मैले पछाडि हेरिनँ, उनले फर्केर बोलाइनन्, किनकि त्यो रोकेर के पाइन्थ्यो र? म त्यही उभिरहेँ, घाम अस्ताएसम्म बसिरहेँ, मूर्ति जस्तै नडगमगाई उभिरहेँ। त्यसै दिन प्रेमले मेरो मनभित्र अन्धकार जमायो, अन्धकार गुमायो। त्यसपछि काठमाडौँ मेरो भएन। सडक उही थिए, मानिस उही थिए, तर बदलिँदा थिए। मैले पढ्न छोडेँ, पढाइ छोडेँ, कलेज छोडेँ, नोकरी छाडेँ र अन्त्यमा गाउँ फर्किएँ। गाउँ फर्किए लगत्तै आमाले सोध्नुभयो, के छ छोरा, सबै ठिक छ? मैले भने ठिकै छ। म झुट बोल्न कुशल भइसकेको थिएँ। एक दिन गाउँमै साथी मार्फत मलाई खबर आयो, सृष्टिको आज विवाह हो नि। त्यो दिन म खेतमा काम गरिरहेको थिएँ। हातका औँलाबाट माटो झर्यो, हात काम्यो। मैले आकाश हेरेँ, आकाश सधैँ झैँ निलो थियो। म केवल टुटेको थिएँ। त्यो रात म धेरै रोएँ, बालक झैँ लुकेर रोएँ, सास फेर्न नसक्ने गरी रोएँ। समय अगाडि बढ्छ, जीवन रोकिँदैन। यही कुरा मनमा लिएर म अगाडि बढेँ। समय बित्दै गयो, मेरो पनि आमाले विवाहको कुरा गर्न थाल्नुभयो। म मुस्कुराएँ, तर भित्र कतै अझै सृष्टि नै बसिरहेको थिइन्। मैले विवाह गरिनँ। र मैले जीवनको एउटै निर्णय लिएँ, मैले विवाह गरिनँ। सायद मैले सकिनँ भन्नुपर्छ। धेरै वर्षपछि काठमाडौँ जाँदा संयोगले उनलाई टाढाबाट देखेँ। हातमा बच्चा थियो, छेउमा उनको पति पनि। उनी खुसी देखिन्थिन्। म मुस्कुराएँ, किनकि प्रेम साँचो थियो भने स्वार्थ हुनु हुँदैन। आज म एक्लो छु, तर खाली छैन। मेरो भित्र एउटा प्रेम छ, अधुरो तर साँचो छ। म आज पनि भन्छु, म तिमीलाई पहिलो नजरमै प्रेम गरेको थिएँ र गरिरहनेछु, र सायद त्यही नै मेरो जीवनको सबैभन्दा ठुलो साहस थियो। कथा यसरी समाप्त हुन्छ। यतिको समयसम्म कथा सुनेर बसिदिनुभएका सबैजनालाई धेरै धेरै धन्यवाद। आशा छ तपाईँहरूलाई कथा पक्कै पनि मन परेको छ र यो कथा कस्तो लाग्यो तपाईँहरूले कमेन्ट मार्फत तपाईँहरूको मनमा लागेको कुराहरू पोख्न सक्नुहुन्छ। तपाईँहरूसँग कथा छ भने हामीले दिएको जिमेल एड्रेसमा पनि कथाहरू पठाउन सक्नुहुन्छ। हामी समय मिलाएर वाचन पक्कै पनि गर्नेछौँ र यो कथालाई काल्पनिक हिसाबले सुनेर रुचाइदिनुहुन्छ भन्ने आशा गरेको छु। हस्त धन्यवाद। अर्को साता पक्कै पनि भेट्नेछौँ।